अर्थमन्त्रीज्यूले रासायनिक मलमा 32 अर्ब विनियोजन गरेको छु भनेर पज लिनुभयो। तर यो बजेटले गत आबोमा विनियोजन भएको 28 अर्ब चान्चुन रकमले किनेको परिणामको 75% जति पनि मल आउँदैन। यसको मतलब किसानले यो वर्ष 100 केजी मल पाएका थिए भने अर्को वर्ष 75 केजी पनि पाउँदैनन्। सम्माननीय सभामुख महोदय, सरकारले आगामी आर्थिक वर्ष 83-84 को बजेट ल्याएको छ र हामी अहिले त्यसैमाथि छलफलमा छौँ। यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गाभिएर कृषि वन तथा पर्यावरण मन्त्रालय बनेको छ। रातो किताब हेर्दा चालु आब 82-83 मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट 50 अर्ब 68 करोड 11 लाख र वन तथा वातावरण मन्त्रालयको बजेट 12 अर्ब 3 करोड 88 लाख रुपियाँ रहेको देखिन्छ। यस हिसाबले यी दुवैको कुल रकम 62 अर्ब 71 करोड 69 लाख रुपियाँ हुन आउँछ। तर आगामी आर्थिक वर्ष 83-84 का लागि यी दुवै मन्त्रालय गाभिएपछिको कृषि वन तथा पर्यावरण मन्त्रालयका लागि कुल 60 अर्ब 30 करोड 71 लाख रुपियाँ मात्र बजेट विनियोजन गरिएको छ। पहिलो कुरा, कृषि विकासमा फड्को मार्ने भनिए तापनि बजेट नै चालु वर्षको तुलनामा 2 अर्ब 41 करोड 28 लाख रुपियाँले घटेको स्पष्ट देखिन्छ। यस बजेटमध्ये रासायनिक मल खरिदमा 32 अर्ब रुपियाँ खर्च गर्ने भनिएको छ। अर्थमन्त्रीज्यूले रासायनिक मलमा 32 अर्ब विनियोजन गरेको छु भनेर पज लिनुभयो। तर यो बजेटले गत आबोमा विनियोजन भएको 28 अर्ब चान्चुन रकमले किनेको परिणामको 75% जति पनि मल आउँदैन। यसको मतलब किसानले यो वर्ष 100 केजी मल पाएका थिए भने अर्को वर्ष 75 केजी पनि पाउँदैनन्। विगतका सरकारभन्दा अहिलेको सरकारले किसानलाई मल कम दिन लागेको हो। सभामुख महोदय, समग्र बजेट बढ्दा देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा योगदान गर्ने, सबैभन्दा धेरै नेपाललाई रोजगारी दिने र ग्रामीण अर्थतन्त्रको जगको रूपमा रहेको कृषि क्षेत्रको बजेट घट्नुमा सरकारको प्राथमिकता ठिक ठाउँमा छैन भन्ने देखाउँछ। सरकार जार्गन र हावामा उडेको प्रष्ट देखियो। यसबाहेक कृषि बीमा, उखु किसानको अनुदान लगायतका विभिन्न शीर्षकमा मन्त्रालयले सिधै भुक्तानी गर्ने रकम र प्रशासनिक एवं तलब खर्च समेत जोड्दा कृषिमा सर्वसाधारण किसानका वास्तविक कार्यक्रमका लागि कति बजेट बाँकी रहन्छ? कहाँ कसरी खर्च गरेर कृषि विकासमा फड्को मार्न सकिन्छ? अर्थमन्त्रीज्यू र सरकारले सर्वसाधारण जनताले बुझ्ने भाषामा यसको हिसाब बुझाइदिन म अनुरोध गर्दछु। सभामुख महोदय, यो बजेट फिटिकै पुगेन। सरकारको मार्गचित्र पनि ढुलमुले देखियो। यसलाई स्पष्ट परिपाउँ। किसान मलको खोजीमा छन्। मल कति चाहिन्छ, हामीसँग कति छ, कति आउँदैछ, त्यो पनि किसानले बुझ्ने गरी सरकारले जानकारी गराओस्। सभामुख महोदय, बजेटमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2 अर्ब 7 करोड रुपियाँ छुट्याइएको छ। तर कृषि बजेटको मुख्य हिस्सा अर्थात् 32 अर्ब 36 करोड रुपियाँ फेरि पनि मल खरिदमा नै खर्च हुँदैछ। यहाँ मुख्य प्रश्न उठ्छ, के 2 अर्ब रुपियाँको आधुनिकीकरण कार्यक्रमले 32 अर्ब रुपियाँको परनिर्भरतालाई तोड्न सक्छ? हामी मलमा अर्बौं रुपियाँ खर्च गरेर किसानलाई रासायनिक मलमा निर्भर बनाइरहेका छौँ, जबकि आधुनिकीकरणका नाममा छुट्याइएको 2 अर्ब रुपियाँले न त प्रविधि किसानको पहुँचमा पुग्छ, न त त्यसले कृषिमा वास्तविक रूपान्तरण नै ल्याउन सक्छ। के यो बजेट केवल देखाउनका लागि राखिएको टालटोले कार्यक्रम मात्र होइन? मन्त्रीज्यूले निर्देशन दिएर मात्र समस्या समाधान हुँदैन। समय छँदै मलखाद व्यवस्थापनको सङ्कट टार्न जरुरी छ। यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरणका नाममा रहेको र अहिले नाम परिवर्तन गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बनाइएको यो परियोजना कृषि क्षेत्रको मुख्य कार्यक्रम हो। यसको उद्देश्य नै कृषि विकासका लागि नमुना काम गरेर देखाउने भन्ने छ र अब सिधै किसानको खेतबारीमा पुग्ने र वास्तविक किसानलाई सघाउने कार्यक्रमको व्यवस्था गर्न म अनुरोध गर्दछु। यस परियोजनाको पहुँच आम किसानसम्म निकै कम छ भने स्रोतको सीमा हेर्दा यसले कहाँ र के काम गर्छ होला भनी अनुमान लगाउन गाह्रो छैन। कृषि आफैमा अत्यन्त महत्त्वपूर्ण विषय हो। यसरी झिना मसिना कार्यक्रमले यसको विकास हुँदैन। कृषि विकासका लागि कम्तीमा पहिलो चरणमा जिल्लामा कृषि वन तथा पर्यावरण कार्यालय स्थापना गरियोस् र सबै प्रकारका विज्ञ सेवा जिल्लामा तहबाट उपलब्ध गराउने गरी संरचनागत फेरबदल गरियोस्। जसरी कोभिडमा जिल्ला स्वास्थ्य कार्यालय हुँदा सहज भयो, कृषिका सेवा पनि जिल्ला र बिस्तारै पालिकामा जाने व्यवस्था 3 तहकै सरकारको समन्वयमा गर्न आवश्यक छ। सभामुख महोदय, रासायनिक मल र हाम्रो माटोको बिग्रदो अवस्थाका विषयमा हामी सबै गम्भीर हुन आवश्यक छ। सरकारको तर्फबाट मलको अभाव हुँदैन भनिन्छ, तर किसान खेतमा बिउ लिएर बस्दा मल भने सडक वा बन्दरगाहमा अड्किएको हुन्छ। अझ हामी रासायनिक मल कारखाना खोल्ने मृग तृष्णामा भौतारिरहेका छौँ। के मल कारखाना मात्रै हाम्रो समुन्नतिको वास्तविक आधार हो? यो बिल्कुल होइन। सभामुख महोदय, हामीले बिर्सनु हुँदैन कि तराईमा प्रति हेक्टर 218 किलोग्रामसम्म रासायनिक मलको प्रयोग भइरहेको छ।
जसले गर्दा माटोलाई मरुभूमिकरणतर्फ धकेलिरहेको छ। रासायनिक मलले बिरुवालाई क्षणिक रूपमा पोषित त गर्ला, तर यसले माटोको सञ्जीवनी शक्ति अर्थात् प्राण भने खोसिरहेको छ। हाम्रो स्थानीय तहहरूमा सङ्कलन हुने फोहोरको 60 देखि 80% हिस्सा जैविक हुन्छ, जसलाई सहजै प्राङ्गारिक मलमा रूपान्तरण गर्न सकिन्छ। तर हाम्रो ध्यान प्राङ्गारिक मल उत्पादनमा छैन, बरु रासायनिक मलको आयात र कारखाना खोल्ने कुरामा मात्र केन्द्रित छ। त्यसैले मेरो जोरदार माग छ, रासायनिक मल कारखाना खोल्ने कुरामा भन्दा उपलब्ध आपूर्ति व्यवस्थालाई पारदर्शी बनाउँदै क्रमशः रासायनिक मलमाथिको निर्भरता घटाउन लागौँ। मुलुकमा ठोस प्राङ्गारिक नीति लागू गरौँ। रासायनिक विषादी रहित नेपालको नीति अवलम्बन गर्दै प्राङ्गारिक मल उद्योगलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्रवर्धन गरौँ। प्राङ्गारिक प्रदेश घोषणा गरिएको कर्णाली प्रदेशमै अचेल रासायनिक मल र विषादी पुग्न थालेको छ। यो कदापि पनि राम्रो सङ्केत होइन। हाम्रो अस्तित्व रासायनिक मलमा होइन, बरु हरित कृषि, रैथाने बाली र वातावरणीय कृषि प्रणालीमा छ। अबको बजेट मलको अनुदानमा मात्र होइन, माटोको उपचार र प्राङ्गारिक उत्पादनमा केन्द्रित हुनुपर्छ। यो बजेटले त्यसतर्फ कुनै ध्यान पुर्याउन सकिएको देखिएन। सभामुख महोदय, यो सरकारले कृषिको सबैभन्दा धेरै बजेट घटाएको छ। त्यसमा पनि बितेको 5 वर्षमै कृषिमा सबैभन्दा कम बजेट छ। यसले मल मात्र होइन, उन्नत बिउ बिजन, साना तथा मझौला मसिनरी तथा पूर्वाधारमा कृषकले पाउँदै आएको अनुदानमा हटाउँदा नेपालका साना किसानलाई ठूलो अन्याय भएको छ। के किसान मार्ने यस्तो बजेटलाई हामीले किसान मैत्री, नागरिक मैत्री बजेट भनिदिनु पर्ने हो? सभामुख महोदय, हामीले यो गरिमामय सदनमा पटक पटक जनसरकारका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराइरहेका छौँ। नागरिकका सुख दुःखका कथा र व्यथाहरू पटक पटक उठाएका छौँ, तर विडम्बना जनताको मत पाएर सिंहदरबारमा छिरेका सरकारमा यसप्रति न्यूनतम गम्भीरता र संवेदनशीलता देखिएन भन्दा मलाई आज यहाँ बडो दुःख लागेको छ। सरकार कुहिरोको काग जस्तै आफै अल्मलिएको छ। कुन प्राथमिकतामा काम गर्ने भन्ने भेउ पाउन सकिरहेको छैन। अहिले मानव रोपेर मुरी उब्जाउने मुख्य सिजन सुरु भएको छ, तर देशैभरिका किसान मल नपाएर छटपटाइरहेका छन्। त्यसैले आज यही गरिमामय सदनको रोस्टरमबाट देशका तमाम पत्रकार मित्रहरूलाई विशेष आग्रह गर्न चाहन्छु, तपाईहरूको क्यामेरा, माइक र कलम अब सिंहदरबारका कोठा र नेताहरूको भाषणमा मात्र सीमित नहोस्। तपाईहरूको रिपोर्टिङ अब मल नपाएर छटपटाइरहेका ती गरिब किसानको सुक्खा खेतसम्म पुगोस्। धाजा फाटेका खेत र मल नपाएर मलिन भएका किसानका अनुहारका लाइभ दृश्यहरू देशैभरि देखाइदिनुहोस्। कतै ती किसानको आँसु र पीडा सञ्चार माध्यमको स्क्रिनमा देखेपछि यो सरकारको चेत खुल्छ कि कतै यो सरकार बिउजिन्छ कि म पत्रकार मित्रहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, अर्को महत्त्वपूर्ण विषय छ नेपालमा युवाहरूलाई रोक्ने। यो असम्भव छैन सभामुख महोदय, तर त्यसका लागि सरकारले ठिक ढङ्गले काम गर्नुपर्ने हुन्छ। यो बजेटमा समेटिएका कार्यक्रम हेर्ने हो भने त्यसको कुनै झिनो सङ्केत पनि देखिएको छैन। हाम्रो श्रम बजारमा वर्षेनी प्रवेश गर्ने करिब 5 लाख युवालाई रोजगारी दिनुपर्ने हुन्छ, तर आज हामी मुस्किलले 30 देखि 60 हजार रोजगारी मात्र सृजना गर्न सकिरहेका छौँ। अरू रोजगारी सृजना गर्ने कार्यक्रम खोइ। व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन्झन बढ्ने अवस्था सिर्जना भएको छ। सरकारले अगाडिको खल्तीमा रकम राखिदिएको जस्तो त गरेको छ, तर पछाडिको खल्तीबाट चुपचाप निकाल्ने काम गरेको छ। निजी विद्यालयमा अध्ययन गराउनु अहिले अधिकांश परिवारका लागि विलासिता नभई बाध्यता हो। सामुदायिक विद्यालयलाई पर्याप्त रूपमा प्रभावकारी बनाउन नसकिएको अवस्थामा निजी विद्यालयमा लगाइएको समता शुल्कको भार अन्ततः अभिभावकमा पर्छ। सरकारी अस्पतालमा पर्याप्त सेवा र सही अभावका कारण धेरै नागरिक निजी अस्पतालमा जान बाध्य छन्। यस्तो अवस्थामा निजी अस्पताल मार्फत बिरामीबाट सरकारले कर असुल्ने नीति लिएको छ। सभामुख महोदय, निजी अस्पतालमा उपचार गराउनु पनि धेरैका लागि अहिले विकल्प नभई बाध्यता हो। शिक्षा र स्वास्थ्यमा लगाइएको 3% शुल्क नागरिकले धान्नै सक्दैन। सरकारले यो शुल्क फिर्ता लिनै पर्छ।